तपाईँहरू पनि फ्रान्स आउँदै हुनुहुन्छ होइन? यदि भिजाको सबै काम तपाईँहरूको भइसकेको छ भने यत्तिकै नआउनु होला है। त्यो अलिकति विचार गरेर अकोमोडेसनको के छ, अकोमोडेसनको विचार गरेर आउनु होला। यहाँ आएर म त्यहीँ गएर अकोमोडेसन गर्छु 1-2 दिन होटलमा बसेर त्यहीँ गएर अकोमोडेसन हेर्छु, रुम हेर्छु अनि सिफ्ट हुन्छु अनि बस्छु भनेर सोचेर आउनुभयो भने फेरि लास्टै प्रब्लममा पर्नु होला है फेरि यहाँ आएर। यहाँ अकोमोडेसन भनेको अलिकति गाह्रै छ, चिनेको मान्छे छैन भने आफैले अकोमोडेसन पाउनु अलिकति गाह्रै छ। त्यो अकोमोडेसनको बारेमा डिटेल भिडियो भनेको मेरो युट्युब च्यानलमा छ होइन। एकचोटि गएर हेर्नु होला। बिना अकोमोडेसन यहाँ तपाईँ केही पनि कुनै पनि अफिसियल वर्क गर्न पाउनुहुन्न है। त्यो अलिकति एकदम विचार गरेर आउनु होला अकोमोडेसनको। त्यो जति इम्पोर्टेन्ट तपाईँको त्यो अरू प्रोसेस छ नि भिजा, कलेज जति इम्पोर्टेन्ट छ नि, यहाँ आउनको लागि तपाईँको के भन्छ अकोमोडेसन पनि त्यत्तिकै इम्पोर्टेन्ट इम्पोर्टेन्ट छ। एउटा प्रोपर एड्रेस भएन भने यहाँ तपाईँलाई कतिको गाह्रो हुन्छ नि, त्यो तपाईँ यहाँ आएर बुझ्नुहुन्छ है। त्यो भनेको एकदम विचार पुर्याएर आउनु होला। अकोमोडेसन एकदम हेरेर आउनु होला। बरु आउनुभन्दा 1-2 महिना पहिलेदेखि अकोमोडेसनको त्यो को साथीहरू छ, चिनेको छ, कोही छ भने अकोमोडेसनको एकदम त्यो फिक्सै गरेर आउनु होला के म गएपछि त्यहीँ जान्छु भनेर फिक्स गरेर आउनु होला है। म गएपछि यो 2-3 दिन होटलमा बस्छु, 1 हप्ता 10 दिन होटलमा बस्छु, अकोमोडेसन फिक्स गर्छु अनि त्यसपछि म सिफ्ट हुन्छु भनेर त्यस्तो सोचेर नआउनु होला है। त्यस्तोमा लास्टै दुःख पाउनुहुन्छ यहाँ आएर फेरि।